हेलो गाइज वेलकम छ गरिब मिल्ने भ्लगमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ मौसमले च्यालेन्ज गरेको छ, त्यस कारणले हामी चाहिँ यस बेला चाहिँ यो वाला भाले चाहिँ रन्काउने कुरो छ होइन। अब को को आउनुहुन्छ यसो आउनु पऱ्यो अनि हामी चाहिँ यो भाले हो नि त, यो आमामा कति लामो पुच्छर भएको आमामा खत्रै भाले चाहिँ छ है गाइज, खत्रै भाले छ। त्यसपछि अब यो भालेलाई चाहिँ हामी टक्क लगाएर चाहिँ घरमा लगाएर एकदम पुरै तरिकाले चाहिँ खानु पर्छ। कति खाएको मात्र खालि तुलसीराम बोराले चाहिँ खाएको मात्रै देखाउने हामीलाई चाहिँ होइन, हामीले चाहिँ नखाने भन्ने कुरा हुन्छ। खालि देखाछ खालि देखाछ अनि हामीले चाहिँ नखाने भन्ने कुरा हो। त्यसपछि हामीले पनि आज एउटा च्यालेन्ज पुरा गऱ्यौँ, मौसमले पनि च्यालेन्ज गर्यो अनि हामीले पनि खानुपर्ने। अनि तुलसीराम अङ्कलले मात्रै खाने भने हेर्नु त जुरो, यो जुरो त तुलसीराम अङ्कलले खाने जस्तो छ। ढाक्क जग्गा सय परमेश्वर तिमी दाहिने भयो भने चाहिँ यस्तो दासी दुश्मन टाढा भयो भन्यो, क्यात्त काट्यो। अनि त्यसपछि अब हाम्रो माइला सुल्टीलाई म हेर्नुहोस् कति केजी छ भनेर एकदम भाले देखाउँदैछु। उहाँले भन्नुहुन्छ सज्ञ बनाउने आज त एकदम भन्छ। फेरि हाम्रो घरको पुजारी उहाँ हुनुहुन्छ क्या, सबै थाहा हुन्छ होइन। अनि उहाँलाई चाहिँ टक्क भइसकेको छ। म यहाँबाट चाहिँ भाले लिएर घरतिर जाँदैछु। अनि घरतिर गइसकेपछि हामी चाहिँ फाइनली अब यसलाई चाहिँ एकदम तरिकाले बटुवा गरेर एकदम मारी तरिकाले चाहिँ खाने कुरा छ आजको हाम्रो चाहिँ यताको चाहिँ समयअनुसार अब हामीले चाहिँ खानुपर्ने हुन्छ। मौसमले त्यसै च्यालेन्ज गरेको थियो। अनि त्यसपछि म चाहिँ भाले लिएर घरतिर जाँदैछु। म अहिले ड्राइभिङ गर्दैछु होइन। त्यसपछि अब घरतिर लिएर टक्क राखेर साँझ चाहिँ हाम्रो सोल्टी आइसकेपछि यसलाई चाहिँ मारी तरिकाले बनाउने